नमस्कार। यस प्रविधि समाचारमा युट्युबले टिभी स्क्रिनमा नयाँ सुविधाहरू ल्याउने। युट्युबले आफ्नो टिभी एपमा नयाँ अपडेटहरू ल्याएको छ जसले तपाईको बैठक कोठालाई सिनेमा हलमा परिणत गर्नेछ। एपले अब तपाईलाई विशाल सिनेमा हल जस्ता ब्यानरहरूको साथ स्वागत गर्दछ र सिर्जनाकर्ताहरूलाई अटोप्ले बिन्ज मोडको साथ पूर्ण सिजन र एपिसोडहरूमा भिडियोहरू व्यवस्थित गर्न दिन्छ र पडकास्टहरू अब नयाँ लेट नाइट शोहरू हुन् जसलाई मासिक टिभीमा 400 मिलियन घण्टा हेरिन्छ। युट्युब अहिले टिभीमा दैनिक 1 अर्ब घण्टा भन्दा बढी हेरिन्छ, जुन सबै अमेरिकी टिभी समयको 12.6% हो र नेटफ्लिक्स, डिज्नी प्लस, हुलु र ESPN प्लस सबै मिलाई हुने समयसँग मिल्न जान्छ। ट्रु 4K क्रिस्पनेसको लागि थम्बनेलहरू 2 MB बाट 50 MB मा जान्छन्। AI ले पुराना भिडियोहरूलाई HD र चाँडै 4K मा अपस्केल गर्दछ र किनमेल पटक्क हुने, यानी तपाईको फोनमा तुरन्तै किन्नको लागि QR भिडियो चल्दै स्क्यान गर्न सक्नुहुन्छ। सिर्जनाकर्ताहरूले पनि राम्रो नगद कमाइरहेका छन्। टिभी स्क्रिनबाट 6 अङ्क कमाउने च्यानलहरू 45% ले बढेका छन्। छोटकरीमा युट्युबले अन्ततः टिभीमा केन्द्रित भएको छ। सर्जक सामग्रीहरूलाई 4K भिजुअलहरू, स्मार्ट खोज र निर्बाध किनमेलको साथ पलिस गरिएको 2 आयामी शोमा परिणत गर्दै सबै घरको सबैभन्दा ठूलो स्क्रिनको लागि अनुकूलित छ। युट्युब अब तपाईको टिभीमा एउटा एप मात्र होइन, यो नै टिभी हो। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।